दर्शकबिन नमस्कार, म बलराम दाहाल। स्वागत छ मेरो युट्युब च्यानल प्रेरक संसारमा, जहाँ हरेक शब्दमा हुन्छ प्रेरणा अनि हरेक कथामा हुन्छ जीवन दर्शन। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। अब लागौँ आजको सन्देशतर्फ। हामी जीवनमा धेरै पटक यस्तो अवस्थामा पर्छौँ जहाँ घटनाहरू हामीले चाहे जस्तो हुँदैनन्। कसैलाई अन्याय परेको जस्तो लाग्छ, कसैलाई भाग्यले साथ दिएन भन्ने महसुस हुन्छ। त्यही बेला हामी भन्छौँ, भगवानले मलाई किन यस्तो गरे? तर के साँच्चै सबै कुरा हाम्रो बुझाइभन्दा बाहिर कुनै ठुलो योजना अनुसार भइरहेको हुँदैन र? आजको यो कथाले तपाईँलाई यही गहिरो सत्यतर्फ लैजान्छ, जहाँ सही र गलत तुरुन्तै छुट्याउन सकिँदैन, जहाँ न्याय ढिलो देखिए पनि योजना पूर्ण हुन्छ। यो कथा सुनेपछि तपाईँको जीवनलाई हेर्ने दृष्टिकोण बदलिन सक्छ। धेरै पहिलेको कुरा हो। एक गाउँमा एउटा मन्दिर थियो। त्यो मन्दिरमा निकै सुन्दर भगवानको मूर्ति स्थापना गरिएको थियो। त्यहाँ दैनिक पूजाआजा गर्नका लागि एक पुजारी पनि थिए, जो हरेक दिन भगवानको नाममा भजन कीर्तन र पूजापाठ गर्थे। एक दिन पुजारीले मन्दिरभित्र उभिएको भगवानको मूर्तिसँग विनम्रतापूर्वक भने, प्रभु, तपाईँ किन सधैँ मन्दिरभित्र मात्र उभिरहनुहुन्छ? आज एक दिन बाहिर घुम्न जानुहोस्, तपाईँको ठाउँमा म उभिन्छु। सुरुमा भगवानले यो प्रस्ताव स्वीकार गर्नु भएन, तर पुजारीको निरन्तर आग्रह र ढिपीका कारण अन्ततः भगवान सहमत हुनुभयो। भगवानले भन्नुभयो, ठिक छ, एक दिनका लागि तिमी मेरो मूर्तिको स्थानमा उभिनु, म तिम्रो भेषमा बाहिर जान्छु। तर एउटा कुरा विशेष ख्याल गर्नु, म बाहिर गएको बेला जो मानिसहरू पूजा र प्रार्थना गर्न आउँछन्, तिमीले केवल उनीहरूको कुरा सुन्नु, आफ्नो तर्फबाट कुनै प्रतिक्रिया नजनाउनु, किनकि सबैका लागि मैले पहिले नै आफ्नो किसिमको पूर्व व्यवस्था मिलाएको छु। भगवानको आदेशमा पुजारी सहमत हुन्छ। त्यसपछि पुजारी भगवान भनेर मूर्तिको स्थानमा उभिन्छ। त्यही बेला एक व्यापारी मन्दिरमा आउँछ र हात जोड्दै भन्छ, हे प्रभु, मेरो व्यापार अझ धेरै बढाइदिनुहोस्। म तपाईँलाई एक जोडी चाँदीको चुरा समेत चढाउनेछु। पुजारी मूर्तिको रूपमा चुपचाप उभिरहन्छन्। व्यापारी पूजा सकेर ढोक्दै गर्दा उसको खल्तीबाट पैसाले भरिएको एउटा पर्स भुइँमा खस्छ, तर व्यापारीलाई त्यसको कुनै थाहा हुँदैन। पुजारीले यो सबै देखे पनि भगवानले नबोल्न भनेको सम्झेर केही बोल्दैनन्। केही समयपछि एक गरिब भरिया मन्दिरमा आउँछ। उसले हात जोड्दै भन्छ, भगवान, मेरी श्रीमती गम्भीर बिरामी छन्, उपचार गर्न पैसा छैन, कुनै उपाय गरिदिनुहोस्। प्रार्थना सकेर फर्किन लाग्दा उसले भुइँमा खसेको पर्स देख्छ। भगवानलाई धन्यवाद दिँदै यो पर्स उठाएर ऊ मन्दिरबाट बाहिर निस्कन्छ। त्यसपछि फेरि एक डुङ्गा चालक मन्दिरमा आउँछ र भन्छ, प्रभु, म लामो समुद्री यात्रामा निस्कँदैछु, कृपया मेरो यात्रा सफल पारिदिनुहोस्। डुङ्गा चालक प्रार्थना सकेर मन्दिरबाट बाहिर मात्र निस्कन के लागेको थियो, पहिले पर्स खसालेको व्यापारी प्रहरी लिएर मन्दिरमा आइपुग्छ। उसले डुङ्गा चालकलाई चोरीको आरोप लगाउँदै हतकडी लगाउन थाल्छ। यो दृश्य देखेर पुजारी अब चुप बस्न सक्दैनन्। उनी भन्छन्, अब त म नबोली बस्न सक्दिनँ। निर्दोष व्यक्तिलाई चोरीको आरोप कसरी लगाउन सकिन्छ? त्यसपछि पुजारीले व्यापारीको पर्स खसेको भरियाले उठाएको सबै कुरा बताइदिन्छ। प्रहरीले खोज तलास गर्दा भरियाबाट पर्स बरामद हुन्छ। अब प्रहरीले डुङ्गा चालकलाई छोडेर भरियालाई हतकडी लगाउँछन्। साँझपख भगवान मन्दिरमा फर्कनुहुन्छ र पुजारीलाई सोध्नुहुन्छ, आजको दिन कस्तो रह्यो? पुजारीले गर्वका साथ आफूले निर्दोष डुङ्गा चालकलाई बचाएको कुरा सुनाउँछन्। पुजारीको कुरा सुनेर भगवान टाउकोमा हात राख्दै भन्नुहुन्छ, धत, कति ठुलो गल्ती गर्यौ तिमीले। मैले तिमीलाई चुपचाप बस्न भनेको थिएँ। सबैका लागि मैले पहिले नै योजना बनाइसकेको छु भनेर पनि सम्झाएको थिएँ नि। निराश हुँदै पुजारीले सोध्छन्, प्रभु, के गल्ती भएर? भगवान भन्नुहुन्छ, त्यो व्यापारीले खसालेको पैसा ठगी गरेर कमाएको थियो। उसलाई त्यही पैसाबाट पाठ सिकाउन चाहन्थे। डुङ्गा चालक समुद्री यात्रामा निस्किएको भए आँधीका कारण उसको ज्यान जाने खतरा थियो। केही दिन हतकडीमा बस्दा उसको ज्यान बस्ने थियो, तर अब ऊ समुद्रमा जान्छ र मर्छ र त्यो गरिब भरियाबाट पैसा खोसियो। उसकी बिरामी श्रीमती उपचार नपाएर मर्छे। त्यसपछि भगवान भन्नुहुन्छ, त्यसैले भनिन्छ, जे हुन्छ योजना अनुसार नै हुन्छ, अर्थात् उपरवालाको योजना अनुसार। मित्रहरू, यो कथाले हामीलाई महत्त्वपूर्ण सन्देश दिन्छ। कुनै पनि परिस्थितिमा हतारमा निर्णय नगर्नुहोस्। सधैँ असल कर्म गर्दै जानुहोस्। सबै कुरा हामीले बुझ्ने तरिकाले हुँदैनन्। सम्झनुहोस्, ईश्वरले जे गर्नुहुन्छ अन्ततः हाम्रै भलाइका लागि नै गर्नुहुन्छ। जीवनको एउटा गहिरो सत्य बुझ्नुहोस्,
हामीले देख्ने अन्याय, पीडा र हानि सधैँ अन्तिम सत्य हुँदैनन्। धेरै पटक हामी भावनामा बगेर तुरुन्तै निर्णय गर्न खोज्छौँ। सही देखिएको काम नै गलत दिशातर्फ मोडिन्छ। हामी आफूलाई भगवानभन्दा बुद्धिमान ठान्छौँ, तर वास्तविकता के हो भने जीवनका सबै घटना हाम्रो सीमित समाजले बुझ्नै सक्दैनन्। ईश्वरको योजना सधैँ हाम्रो आँखाले देखिने भन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। आज गलत जस्तो देखिएको कुरा भोलि कसैको जीवन बचाउने कारण बन्न सक्छ। आजको पीडा भोलिको ठुलो पाठ हुन सक्छ। त्यसैले परिस्थितिलाई दोष दिनुभन्दा धैर्य गर्न सक्नुपर्छ। आफ्नो कर्म शुद्ध राख्नु, सत्यको बाटो नछोड्नु र परिणाम उपरवालामा छोड्नु नै साँचो बुद्धिमानी हो। सम्झनुहोस्, जे हुन्छ त्यो अकारण हुँदैन। सबै कुरा अन्ततः हाम्रो भलाइकै दिशातर्फ अगाडि बढिरहेको हुन्छ। दर्शकबिन, आजको सन्देश मन पर्यो भने लाइक, कमेन्ट गरिदिनुहोला। भिडियो सेयर गरेर धेरै साथीहरूसम्म पुर्याइदिनुहोला। अनि मेरो युट्युब च्यानल प्रेरक संसारलाई सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि यस्तै अर्को प्रेरणादायी भिडियोमा तपाईँ र मेरो भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। नमस्कार।